जिरिङ सेटिङ आउनलाई पिकनिक सिकनिक आउनको लागि चाहिँ एकदम ठिक रहेछ हाम्रो यो झन्डा पार्क काभ्रेस्थली तारकेश्वर भन्दो रहेछ हैन एकदम रमाइलो छ तपाईहरु पनि आएर भिजिट गर्नु होला बाटो चाहिँ अलिकति अफ रोड छ हैन अनि अब अरु चाहिँ म अब भिडियोमा देखाउँला है त साथी लडाउन त लडाउँदैनौ नि बाटो त हेर्नुपर्छ साथी यार बाटो हेरेन भने त लडिहाल्छ नि हैन के हो हामी यस्तै त हो नि ब्रो यसरी हान्ने यसरी हेर यहाँ ओ भनेको त यसरी हान्ने हो यसरी जनी सिन्स वहीँ हो यता हेर्नु त जनी सिन्जी हेलो हेलो सर हेलो 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 सन्चै हुनुहुन्छ नि जङ्गलमा आउनु तपाईँ एक्लै के गर्न आउनु भयो एक्लै आउनु भयो कि गर्लफ्रेन्ड लिएर आउनु भयो मैले त सुनेको थिएँ त अस्ति त अनि गर्लफ्रेन्ड भिडियो बनाउँ भनेको अब तोरीबारी नै हराइसकेको छ अब के तोरीबारीको भिडियो बनाउने हो कि अघि मैले देखेँ त देखेको थिएँ त्यहाँ अब म चाहिँ घर आइपुगेँ हैन अब घर आइपुगेर अब त्यही हो अब भिडियोहरू पनि धेरै त्यस्तो खासै राम्रो बनाउन चाहिँ सकेन हैन त्यही पनि ट्राई गरेको छु तपाईहरु एकचोटि हेरिदिनु होला हैन अब एडजस्ट गरेर हेरिदिनु होला है अब यस्तै छ चिसो रहेछ धेरै नै लास्टमा टाउको दुखेर फुट्ला जस्तो भइरहेको छ अहिले आएर फेरि त्यहाँ माथि हाइट पनि अलि धेरै भएर होला अलि माथि नै रहेछ हैन चिसोले लास्ट टाउको दुखिरहेछ भने फुट्ला जस्तो भइरहेछ रुगाला जस्तो भइरहेछ लास्टै गाह्रो भयो हैन अब आउन पनि ढिलो भयो अब टाढा चाहिँ टाढै रहेछ यहाँबाट लगभग तपाईको कति लाग्छ भन्नाले बढीमा बढी लाग्यो भने 35 आधी घण्टा 35 मिनट जस्तो लाग्ला समथिङ हैन यहाँ हामी चाहिँ सोरखुटीबाट गएको थियौं अनि बाटो चाहिँ कतै अफ रोड छ कतै अब राम्रो छ अलिकति हैन बाटो पनि खासै त्यस्तो राम्रो छैन अलि अप्ठ्यारो छ तर ठाउँ चाहिँ एकदम चिल छ है तपाईहरु पनि भिजिट गर्न चाहनुहुन्छ भने एकचोटि गएर भिजिट गर्नु होला गुगल म्यापमा पनि लोकेसन हेर्न सक्नुहुन्छ के डाँडा भनेर रे झन्डा पार्क भनेर लोकेसन म्यापमा लोकेसन हेरेर जान सक्नुहुन्छ है त च्यानलमा नयाँ हुनुहुन्छ सबैजनाले च्यानललाई लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला है सी यु इन नेक्स्ट भिडियो